सम्पूर्णमा नमस्कार। आजको हाम्रो नयाँ टपिक रहेको छ युटिआई, युरिनरी ट्र्याक्ट इन्फेक्सनको बारेमा हामी आज पढ्नेछौँ। अनि यो युटिआई चाहिँ लाइसेन्स लोकसेवा सबैको लागि इम्पोर्टेन्ट छ। हामीले यसको सोर्स चाहिँ स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकलहरूदेखि लिएर सम्पूर्ण सोर्सहरू डिजिटल्ली बुझाउने यहाँहरूलाई कोसिस गर्नेछौँ है त। अब सुरुमा बुझौँ हामी डेफिनेसनबाट। अनि युटिआई भनेको के हो त? एनी इन्फेक्सन इन एनी पार्ट अफ द युरिनरी सिस्टम। यो युरिनरी सिस्टम छ, यसको कुनै पनि पार्टमा इन्फेक्सन हुन्छ भने त्यो हो युरिनरी ट्र्याक्ट इन्फेक्सन। जस्तै किडनीमा पनि हुन सक्यो, युरेटरमा पनि हुन सक्यो, ब्ल्याडरमा पनि हुन सक्यो र युरेथ्रामा पनि हुन सक्यो होइन। अब यसलाई जनरली हामीले कति भागमा बाँडेका छौँ भन्दाखेरि दुई भागमा बाँडेका छौँ। त्यो दुई भागमा के हो भन्ने पहिला यहाँ म बुझाउँछु एसटिपी अनुसार। त्यो लोअर युटिआई र अप्पर युटिआई। लोअर युटिआई भनेको कता हो भनेपछि यो हेर्नु त, यो ब्लाडरतिर युरेथ्रातिर इन्फेक्सन भयो भने लोअर युटिआई हो। अब ब्लाडरको इन्फेक्सनलाई हामी के भन्छौँ? सिस्टाइटिस। अब अप्पर युटिआई भनेको के हो त भनेपछि किडनीको इन्फेक्सन, किडनीतिरको, यसलाई हामी के भन्छौँ? पाइलोनेफ्राइटिस। यो पाइलोनेफ्राइटिस भनेको चाहिँ अप्पर युटिआई हो। अलिकति हामी यहाँनिर बढी बुझौँ, युटिआई भनेको कस्तो हो त भन्ने के लेख्ने त डेफिनेसनमा भन्दा, युटिआई मे बी फाउन्ड एज असिम्प्टोमेटिक ब्याक्टेरिया। कहिलेकाहीँ हामी लक्षण नदेखाउने किसिमको युटिआई पनि हामीले देख्छौँ होइन। अनि यस्तो केसमा चाहिँ ट्रिटमेन्ट आवश्यक पर्दैन यदि त्यो महिला चाहिँ नन प्रेग्नेन्ट एडल्ट हो भने। साधारण महिलामा चाहिँ कुनै पनि ट्रिटमेन्ट आवश्यक पर्दैन होइन। अनि अब न्युली म्यारिड वुमेन एन्ड चिल्ड्रेन विथ रेनल ट्र्याक्ट एब्नर्मलिटी आर एट हायर रिस्क। अब नयाँ विवाहित महिलाहरू र चिल्ड्रेन त्यही पनि कस्तो भने यो रेनल ट्र्याक्टहरूको इन्फेक्सन अथवा एब्नर्मलिटीहरू भएकोमा चाहिँ हामीलाई यो चाहिँ बढी रिस्क हुन्छ युटिआईको भन्छ होइन। अब हामी साइन एन्ड सिम्टम्समा जान्छौँ। साइन एन्ड सिम्टम्स चाहिँ तल र माथि गएर मिलाएर पढ्छौँ। अनि हामी साइन एन्ड सिम्टम्समा चाहिँ सिम्टम्स छुट्टै र साइन छुट्टै पढ्छौँ है त। सिम्टम्स भनेको पेसेन्टले भन्ने कुरा, साइन भनेको हामीले फाइन्ड आउट यानि कि पत्ता लगाउने कुरा। अब पेसेन्टले के भन्छ भनेपछि चाहिँ यहाँ फिगरबाटै बुझाउँछु। फ्रिक्वेन्ट निड टु युरिनेट भन्छ होइन, बारम्बार पिसाब लाग्छ भन्ला। अनि अर्को के भन्छ भने बर्निङ और पेनफुल युरिनेसन, पिसाब पोल्ने र दुख्ने समस्या भयो भन्ला। अनि स्ट्रङ स्मेल युरिनेसन, पिसाब पनि कस्तो गन आउँछ भन्छ होइन आफ्नै। अनि पिसाबमा हेर्दाखेरि कस्तो हुन्छ भनेर सोध्यो भनेपछि चाहिँ क्लाउडी लुकिङ युरिन भनेर, बादल धुवा लाए जस्तो युरिन हुन्छ भनेर सोध्यो भने नि हुन्छ मलाई त रक्साब जस्तो भन्ला। अनि त्यसपछि युरिनमा चाहिँ ब्लड हुन्छ अथवा हेमाचुरिया, आत्तिँदै आउँछ कि मेरो त ब्लडमा युरिन भएछ होइन सरी युरिनमा चाहिँ ब्लड आएछ भन्दै आउला। अनि अर्को भनेको चाहिँ पेन इन पेल्भिक एरिया, यो पेल्भिक एरियामा एकदमै दुख्छ। अनि हाम्रो चाहिँ दुई प्रकारको हुन्छ यहाँ हेर्नु त। जस्तै यो लोअर एब्डोमिनल पेन भयो भन्छ होइन। अब तर हामीले पत्ता लगाउँदाखेरि चाहिँ अब के हुन्छ भन्ने कुरा छ यहाँ। फिभर पनि आउँछ माथि। अनि फिभर चाहिँ उसले भन्छ पनि भन्न त होइन, मलाई ज्वरो आयो त भन्छ, तर ज्वरो साँच्चीकै हो कि होइन भनेर त हामीले चेक गरेर थाहा पाउँछौँ नि त थर्मामिटर युज गरेर। त्यो चाहिँ साइनमा पनि राख्न मिल्यो। त्यही भएर साइन भनेको फिभर आउँछ, तर फिभर आउँदै गर्दा हामी अर्को के वाच गर्छौँ भने विथ राइगर, त्यो चाहिँ काँपिरहेको हुन्छ कि बिरामी चाहिँ। अनि लोअर एब्डोमिनल टेन्डरनेस, तलतिर पेटहरूलाई पाल्पेट गर्दाखेरि एकदमै कडापन हुन्छ कि पेटमा। अनि त्यसपछि फ्ल्याङ्क्स टेन्डरनेस भनेको छ, यो साइडतिर किडनी हुने ठाउँतिर कडापन हुन्छ। त्यो चाहिँ कुन केसमा हुँदो रहेछ? पाइलोनेफ्राइटिस केसमा हुँदो रहेछ। अब हामी यसको कजेसहरू पढौँ, यसको कारणहरू के हुन् त भनेपछि चाहिँ हामी दुई ठाउँमा बाँड्न सक्छौँ यसलाई। एउटा चाहिँ हामी बाँड्न सक्छौँ माइक्रो अर्गानिजम, अर्को हुनसक्छ अदर कजेज भनेर यसरी तलकोलाई छुट्टै राखौँ। अब माइक्रो अर्गानिजमभित्र पनि के हुन्छ? ब्याक्टेरिया। ब्याक्टेरियामा पनि कुन ब्याक्टेरियाहरू भन्दाखेरि यसको एउटा निमोनिक छ केइइपी, किप, केबाट क्लेप्सिला, ईबाट इकोलाई, अनि ईबाट इन्टेरियोकोलाई, पीबाट स्युडोमोनस। अब यो ई भनेको जो इकोलाई छ यो भनेको मोस्ट कमन कज हो कि। अनि हामीलाई एमसिक्यू पनि सोध्यो अथवा हामीले लेख्नु पऱ्यो भन्दा मोस्ट कमन कजेज अफ युटिआई भन्यो भने हामी इकोलाईतिर जान्छौँ। अनि अरू अदर कजेजहरू के हुन्छन् भनेपछि फिमेल जेन्डरमा बढी कमन हुन्छ। फिमेल जेन्डरमा किन कमन हुन्छ भने उनीहरूको युरेथ्राको साइज हुन्छ नि, जो यो युरेथ्राको साइज सर्ट हुन्छ, यो चाहिँ 4 सेन्टिमिटर हुन्छ फिमेलमा, अनि मेलमा कति हुन्छ? 18 सेन्टिमिटर हुन्छ। त्यही भएर त्यो छोटो हुने भएर बढी इन्फेक्सनको चान्सेस हुन्छ फिमेलमा। अनि सेक्सुअल एक्टिभिटिजमा पनि कस्तो? अनसेफ सेक्सुअल एक्टिभिटिज अथवा मल्टिपल पार्टनर सेक्सुअल एक्टिभिटिजहरू भयो भने। अनि युरिनरी क्याथेटर युज, अब कसैलाई आइसियुमा अथवा अपरेसन थिएटर पछि पोस्ट वार्डमा धेरै लामो समयको लागि
एडमिट गरेछ, उसलाई अब क्याथेटर युरिन आउटपुट मेजर गर्नलाई क्याथेटर लगाछ भनेपछि चेन्ज गरिएन भनेपछि चाहिँ त्यसलाई पनि एउटा रिस्क हुन्छ युटिआई हुने। अब अर्को छ पोर हाइजिन। पोर हाइजिनले कसरी हुन्छ त भन्दा जस्तै हामी केटीको इक्जाम्पल लिएर बुझौँ। यो भजाइनाको वरिपरि पेरिनियम हुन्छ होइन, एनस र भजाइनाको बिचतिर, अनि त्यहाँ चाहिँ नर्मल्ली इकोलाईहरू बसेको हुन्छ कि यो भजाइनल साइड वरिपरि। अनि यदि त्यो इकोलाई चाहिँ हाम्रो यो युरेथ्रातिर गयो भनेपछि चाहिँ हाइजिनको समस्याको कारणले त्यसले पनि युटिआई हुने चान्सेस बढी हुन्छ। त्यही भएर पोर हाइजिन राखेको हो। फिमेलको इक्जाम्पल मात्र लिएको, केटाहरूमा पनि यो समस्या हुन्छ तर लेस कमन हुन्छ। अनि अरू छ हामी अब यसलाई हामी इन्भेस्टिगेसन कसरी गर्छौँ भन्नुभन्दा पहिला हामी डिफ्रेन्सियल डायग्नोसिस अरू शङ्का के गर्न सकिन्छ त, यस्तै सिमिलर साइन एन्ड सिम्टम्स भएको रोगको हामी अरू शङ्का पनि गर्नु पर्यो होइन। अनि त्यो डिफ्रेन्सियल डायग्नोसिस के गर्छौँ भन्दाखेरि चाहिँ टाइफाइडमा पनि पेट दुख्छ, पिसाबमा समस्या आउँछ होइन, फिभर आउँछ। अनि मलेरियामा पनि त्यही हो, पिआइडी भनेको पेल्भिक इन्फ्लामेटरी डिजिज त झन् मिल्ने नै भइहाल्यो नजिकको भएर होइन, पेल्भिक पेन भएको कारणले। अनि किडनीको समस्या भएको कारणले किडनी, युरेटर एन्ड ब्लाडर स्टोन्सहरू होला, प्रोस्टेट डिजिजहरू होला। अनि हामी डायबिटिज मलाइटसमा पनि पेट दुख्ने यस्ता समस्याहरू, पिसाब फ्रिक्वेन्सी हुने हुन्छ के। अनि केयुबी स्टोन, प्रोस्टेट डिजिज एन्ड प्रेग्नेन्सी। अब हामी इन्भेस्टिगेसन गर्दाखेरि दुईवटा कुरा गर्छौँ, धेरै कुरा गर्नै पर्दैन। अनि यो हेर्नु त लास्टमा छ युरिन आरी भनेको चाहिँ योमा यहाँमा 4-5वटा कुराहरू हुन्छ, जस्तै प्रोटिनहरू हेर्ने हुन्छ, ग्लुकोजहरू हेर्ने हुन्छ होइन। अनि त्यसपछि यसमा चाहिँ 1-2टा कुराहरू अरू पनि हुन्छ। अनि जस्तै प्रोटिन हाम्रो युरिनमा नर्मल्ली पाइन्छ त, पाइँदैन नि। यदि त्यहाँ कुनै इन्फेक्सन भयो भनेपछि प्रोटिन बढ्छ युरिनमा, जसलाई हामी प्रोटिन युरिया भन्छौँ होइन। प्रोटिन युरिया भयो भने यो कलर चेन्ज हुँदै जान्छ के, यहाँ युरिनमा डिप गरेपछि यता हेर्नु न, यो कलरहरू यता जति बढी बढ्यो उता 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 बढ्दै जान्छ। एक लाइन प्रोटिनको हुन्छ, अर्को लाइन ग्लुकोजको हुन्छ। यसरी हामीले युरिन आरी गर्ने। अब यो युरिन आरी गर्दाखेरि हामीले के ध्यान दिनुपर्छ भन्दाखेरि चाहिँ त्यो पिसाबलाई चाहिँ कन्टामिनेसन रोक्नको लागि हामीले मिड स्टिम युरिन लिने, भनेको सुरुमा थोरै पिसाब गरेर फालिदिने अनि बिचको पिसाब लग्ने होइन। अनि त्यसले चाहिँ अलिक एक्ज्याक्ट रिजल्ट देखाउँछ। यदि पोसिबल छ भने WBC चेक पनि गर्ने र नाइट्रेट टेस्ट पनि गर्ने। WBC चेकलाई के भन्छौँ हामी, ल्युकोसाइड ओर नाइट्रेट पोजिटिभले पनि युटिआई सस्पेक्ट गर्छ भन्छ, किनकि कुनै ब्याक्टेरियल इन्फेक्सन छ भनेपछि त्यहाँ WBC बढ्छ। अनि यदि अब आरई पोजिटिभ छ अथवा एबनर्मल छ भनेपछि हामी त्यसपछि के गर्छौँ, युरिन कल्चर एन्ड सेन्सिटिभिटी टेस्ट गर्छौँ। यो कल्चर एन्ड सेन्सिटिभिटी टेस्टले के देखाउँछ भने कुन ब्याक्टेरिया हो, कुन जातको हो, कुन थरी हो, सबै देखाउँछ क्या त्यसले। अनि सो द्याट हामीलाई त्यहीकै एन्टिबायोटिक दिएर उपचार गर्न सजिलो होस् होइन। अनि अब हामी यसको उपचार पद्धतितिर जाउँ। उपचारमा धेरै ड्रग छैन, 3-4वटा ड्रग छ जो चाहिँ एकदम सजिला छन्। हामी प्रेग्नेन्टमा तलतिर छुट्टै गर्छौँ, नन प्रेग्नेन्टमा माथि चाहिँ छुट्टै गर्छौँ। अब नन प्रेग्नेन्टमा चाहिँ हामी कसरी जनरली बिडी ट्रिटमेन्ट गर्छौँ है। नन प्रेग्नेन्टहरू जनरली 2चोटि पिसाब गर्न जान्छन् भन्ने सम्झिनु युटिआईमा। अनि जस्तै ट्रिटमेन्ट के छ भनेपछि सिपिक्जिम दिन्छौँ। सिङ्गल डोज ट्रिटमेन्ट हुन्छ कि यसमा, एउटै ड्रगले काम गर्छ, धेरै ड्रग चलाउनु पर्दैन। सिपिक्जिम 200 mg दिन्छौँ, सिपिक्जिम 200 mg बिडी दिन्छौँ। यदि सिपिक्जिम 200 mg बिडी हामीसँग अभाइलेबल छैन भने सिप्रोफ्लोक्सासिलिन 500 mg बिडी दिन्छौँ नन प्रेग्नेन्ट वुमेनमा है। कति दिनको लागि भनेपछि एन्टिबायोटिक हामी साधारणतया जति दिनको लागि चलाउँछौँ त्यति दिनको लागि। कति दिनको लागि चलाउँछौँ त 5 to 7 डेजको लागि चलाउँछौँ। अब हामीसँग सिपिक्जिम छैन भने के गर्ने, सिप्रोफ्लोक्सासिलिन चलाउने भयौँ त्यही। अनि तर चिल्ड्रेन छ, मेन छ भनेको केटा मान्छे छ, अर्को बच्चा र केटा मान्छेमा अथवा रिकरेन्ट भइरहेको केसमा चाहिँ हामी यही उपचारलाई कति दिनसम्म एक्सटेन्ड गर्छौँ त, यही सिप्रो अथवा सिपिक्जिमलाई चाहिँ 7 देखि 10 दिनसम्म एक्सटेन्ड गर्छौँ। अनि त्यसपछि अब प्रेग्नेन्ट वुमेन भन्ने छुट्टै छ। प्रेग्नेन्ट वुमेनमा चाहिँ के चलाउँछौँ हामी, सिप्रोफ्लोक्सासिलिन चलाउँदैन, अरू जे पनि चलाउन पायो। सिप्रोफ्लोक्सासिलिन सेफ छैन। जस्तै एमोक्सिसिलिन चलाउन पायो, एमोक्सिसिलिन त अब बिडी चलाउन मिलेन किनकि एमोक्सिसिलिन चाहिँ जनरली टिडिएस चलाउने प्र्याक्टिस छ। अब हामी त्यो एमोक्सिसिलिन 500 mg लाई टिडिएस फर 7 डेज चलाउँछौँ अथवा सिपिक्जिम 200 mg पर ओरल बिडी फर 7 डेजै चलाउँछौँ। अथवा यदि हामीलाई थाहा छ कि ब्लाडर, युरिनरी ब्लाडरमा इन्फेक्सन हो भनेपछि चाहिँ हामी यो दुईटा भन्दा पनि हामी अर्को ड्रग चुज गर्छौँ, त्यो हो नाइट्रोफ्युरेन्टन। नाइट्रोफ्युरेन्टन कति mg हुन्छ, 100 mg बिडी फर 7 डेज। नाइट्रोफ्युरेन्टन ओन्ली फर सिस्टाइटिस एन्ड द्याट इज अफ फेब्राइल पेसेन्ट भनेछ। ज्वरो नआउने बिरामीमा चाहिँ सिस्टाइटिस, युरिनरी ब्ल्याडरको इन्फेक्सन अथवा लोअर युटिआईको केसमा चाहिँ हामी के युज गर्दा रहेछौँ, नाइट्रोफ्युरेन्टन 100 mg बिडी फर 7 डेज प्रेग्नेन्टमा है।
अनि एडभाइस कस्तो दिनु पर्यो भने हामीले प्लेन्टी अफ वाटर एन्ड मेन्टेन पेरिनल हाइजिन, टन्न पानी खाएर त्यो कीटाणुलाई पखालिदिने भन्ने सम्झिने, प्लेन्टी अफ वाटर। र अर्को भनेको चाहिँ मेन्टेन पेरिनियल हाइजिन भनेको त्यो वरिपरिको हाइजिनलाई मेन्टेन गर्ने भने जो किन भन्ने कारण मैले अघि नै माथि भनिसकेँ। अब फ्लो अप कहिले गर्ने त भन्दा अरूलाई फ्लो अप गर्नु परेन। अनि प्रेग्नेन्ट वुमेनलाई चाहिँ रिपिट युरिन एनालाइसिस फेरि ठिक भए तापनि 1 महिनापछि फेरि युरिन जाँच्न आउने भन्नुपर्छ प्रेग्नेन्ट वुमेनलाई है फ्लोअपको लागि। अनि रिफरलको केस छ एउटा, रिफरल कति अवस्थामा गर्ने भनेपछि यदि हामीलाई इफ नट बेटर आफ्टर ट्रिटमेन्ट हामीले गरेको उपचारले ठिक भएन भने, अनि रिकरेन्ट युटिआई बारम्बार उसलाई युटिआई भएको छ भने, अनि युटिआई विथ लोइन टेन्डरनेस लोइन साइडतिर उसलाई एकदम कडापन देखिएको छ किडनी साइडतिर भनेपछि त्यसलाई हामीले रिफर गरिदिने। अनि स्पेसल्ली इन प्रेग्नेन्ट वुमेन यो साइन एन्ड सिम्टम्सहरू चाहिँ जस्तै यो लोइन टेन्डरनेस प्रेग्नेन्टमा छ भने चाहिँ हामीले प्रेग्नेन्टलाई स्पेसल्ली रिफर गरिहाल्ने। र कुनै बच्चालाई यदि त्यो बच्चा 5 वर्षभन्दा तल लेस देन 5 इयर्स छ भने त्यसलाई पनि रिफर गर्ने। ल थ्याङ्क यू। एकदमै छोटो भिडियोमा धेरै कन्टेन्टहरू प्र्याक्टिकल्ली बुझाउने कोसिस गरेको छु। कमेन्ट गर्नु होला के कस्तो भिडियो चाहिन्छ, म त्यही अनुसारको तयारी गरेर फेरि राम्रो हजुरहरूलाई लिएर आउनेछु। नबुझेको ठाउँमा पज गर्दै फेरि हेर्नु होला। धन्यवाद।